प्रिय प्यारी मुटु रिमा, यो पत्र तिम्रो हातमा परिरहँदा सायद तिमी अचम्ममा पर्नेछौ। संसदका रुस्टमहरूमा देश र जनताका गम्भीर मुद्दाहरूमा गरिरहने यो डल प्रसाद आज अचानक शब्दहरूको भिन्नै संसारमा हराइरहेको छ। राजनीतिले मान्छेलाई जतिसुकै कठोर र व्यावहारिक बनाए पनि तिम्रो शालीनता र त्यो मन्त्रमुग्ध पार्ने मुस्कानको अगाडि मेरो राजनीतिको थ्रेसहोल्ड नै कमजोर साबित भयो। तिमी पर्दामा आउँदा मेरो ध्यान देशका ठुल्ठुला एजेन्डाबाट हटेर तिम्रो अभिनय र व्यक्तित्वमा मरिने गर्छ। संसदको शून्य समयमा पनि कहिलेकाहीँ म तिम्रो कलाको शून्यता महसुस गरिरहेको हुन्छु। हामी राजनीतिकर्मीहरू समाज बदल्ने कुरा गर्छौँ, तर तिमीले आफ्नो कलाले मानिसको मनको मौसम क्षणभरमै बदलिदिन्छौ। तिम्रो त्यो कला र रूपको संयोजन साँच्चै प्रशंसनीय छ। राजनीति र कलाको माझ संसार निकै फरक छ। मलाई थाहा छ, मेरो जीवन बैठक भाषण र सङ्गठन निर्माणको दौडधुपमै बित्छ, तर यो व्यस्तता र कोलाहलको बीचमा पनि तिम्रो मुसुक्क मुस्कुराउने प्रस्तुतिले दिने एउटा शान्तिको आभास मेरो लागि ऊर्जा बन्ने गरेको छ। देश बनाउने हाम्रो एउटा मिसन छ, तर मेरो मनको एउटा कुनामा तिमी प्रतिको यो सादगीपूर्ण भावनाको पनि आफ्नै भिजन तयार भएको छ। यो कुनै राजनीतिक घोषणापत्र जस्तो ठोस र बाध्यकारी त होइन, तर मेरो मनको एउटा साँचो र नितान्त व्यक्तिगत भावना हो। तिम्रो कला यात्रा अझै चम्किलो रहोस् र तिम्रो त्यो मुस्कान कहिल्यै फिक्का नहोस्। सञ्चार र सहकार्यका धेरै पाटाहरू होलान्, तर यो प्रेम पत्र मार्फत मैले केवल आफ्नो एउटा प्रशंसक र भावनाको पाटो तिमी सामु राखेको छु। तिम्रो प्रगतिको सधैँ कामना गर्ने डोल प्रसाद आर्याल, तिम्रो एक मुख प्रशंसक। म तिम्रो मुस्कानले फिदा भएको छु। मोहे मारे न